जनबोलीको वार्षिक राशिफलमा तपाईलाई स्वागत छ। हामी तपाईहरूलाई तपाईको राशिफल कस्तो छ त? यो 2082 सालको राशिफल कस्तो छ? तपाईको दिन दशा के छ? तपाईले राम्रो नराम्रो तपाईको जीवनमा के आइपर्छन् त? यो बारेमा तपाईहरूलाई जानकारी दिनको लागि राशिफल लिएर आएका छौं। मकर राशि, राशि स्वामी शनि, कर्म क्षेत्र जागिर। मकर राशिका लागि नयाँ वर्ष उन्नतिकारक रहनेछ। कार्यक्षेत्रमा उन्नतिका साथै नयाँ कार्य प्राप्तिका लागि योग देखिन्छ। नोकरीमा पदोन्नति र नयाँ अवसरहरू प्राप्त हुनेछन्। राजनीतिमा प्रभाव जमाउने मौका मिल्नेछ र उच्च स्थानमा पुग्न सकिनेछ। कामबाट उच्च स्थान प्राप्त गर्ने सम्भावना पनि छ। आर्थिक पक्ष यो वर्ष सुखद नै रहने देखिन्छ। धातुजन्य वस्तुको व्यवसाय सुखद रहनेछ। पञ्चम गुरुहरूको प्रभावले तपाईको योजनाहरू र कामलाई अगाडि बढाउन सहयोग पुग्नेछ। व्यापारमा नयाँ अवसरहरू खुल्नेछन् र सोच्ने भन्दा पनि लाभ मिल्नेछ। विशेष गरी वैदेशिक व्यापार र कूटनीतिक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ। आर्थिक स्थिति बलियो हुनेछ। आम्दानीका अवसरहरू बढ्नेछन् र आर्थिक कारोबारमा सकारात्मक वृद्धि हुनेछ। व्यापार र लगानीमा पनि लाभ हुने संकेत छ। त्यसैगरी वैदेशिक कार्य र विदेश यात्रा गर्नको लागि मौका मिल्ने देखिन्छ। पारिवारिक जीवन सुमधुर रहनेछ। वैवाहिक जीवनमा पनि समझदारी र सामञ्जस्य रहनेछ। पति पत्नी बीचको सम्बन्ध राम्रो हुनेछ। प्रेम सम्बन्ध सुखद रहनेछ। मैत्री भावमा वृद्धि हुने देखिन्छ। सुखद परिभ्रमणका योग पनि रहेको छ। स्वास्थ्यमा सामान्य समस्याहरू आउन सक्छन्। विशेष गरी आषाढ महिनाबाट शनि वक्र भएपछि स्वास्थ्य र खानपानमा सजग रहनुपर्ने देखिन्छ। नियमित ध्यान एवं योगाभ्यास स्वास्थ्यका निम्ति सुखद रहनेछ। शिक्षा र यात्रा। वैदेशिक अध्ययन र यात्राका अवसरहरू प्राप्त हुनेछन्। यदि तपाईँ विदेश जान चाहनुहुन्छ भने यो राम्रो समय हो। आषाढदेखि कार्तिक महिनासम्म तपाईको शिक्षा र अनुसन्धानका क्षेत्रमा उत्कृष्ट परिणाम आउने सम्भावना देखिन्छ। वैशाख र भाद्र पौष महिना केही चुनौतीपूर्ण हुन सक्छन्। यस समयमा संयम र सजगता अपनाउनु उचित हुनेछ। मूलतः गरेर व्यापार, शिक्षा र पारिवारिक जीवनमा सुखद रहनेछ। स्वास्थ्य र आर्थिक कारोबारमा केही सजगता अपनाउनुहोला। समग्र कल्याणका निम्ति दुर्गा भगवतीको उपासना यो वर्ष सुखद रहने देखिन्छ।